हेलो साथीहरु, वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरु सबैलाई है। अनि मैले चाहिँ आज विशेष गरी चाहिँ ड्र्यागन फ्रुटको फुल सम्बन्धी चाहिँ हैन भिडियो अपडेट गर्दै छु है। अनि यो चाहिँ हाम्रो फार्म चाहिँ मकवानपुर जिल्ला हेटौँडा 12 स्थित है हात्तीगौडा भन्ने ठाउँमा छ है। यो फार्म चाहिँ है कति जना चाहिँ भिजिट गर्न आउनु भइसकेको छ, कति आउनु भएको छैन है। तपाईहरु सबै आउन सक्नुहुन्छ हाम्रो फार्ममा, तपाईहरु सबैलाई स्वागत छ। यो चाहिँ जेठ महिनाको त्यही 8-9 गते फुलेको फुल हो है। तर मैले भिडियो चाहिँ हैन अपलोड गर्न पाइरहेको छैनन् र आज यसो फुर्सद निकालेर तपाईहरुको माझमा चाहिँ यो भिडियो राख्दै छु साथीहरु है। कोलाई मन पर्छ है, पर्दैन त्यो त आफ्नो ठाउँ छ, तर मैले नि हैन आफूले काम गरेको अनुभव अनुसार चाहिँ यो भिडियो चाहिँ है तपाईहरुको लागि चाहिँ राख्दै छु है। अनि हामीले चाहिँ यसरी यो कृषि फार्ममा चाहिँ हामी काम गर्दैछु साथीहरु सबैजना मिलेर। अनि जुन दृश्य छ मैले छतबाट लिएको है। अनि अबको दृश्य चाहिँ यो सबै हामी फार्ममै गएर भिजिट गरेर नै हैन बनाएका छौं है। अनि हामीले चाहिँ सकेसम्म चाहिँ हैन प्रत्यक्ष अनि एउटा अब फार्म पनि अर्गानिक, फल पनि अर्गानिक भएको कारणले भिडियो पनि हामी चाहिँ अर्गानिक नै है तपाईहरुको माझमा है राख्दै छु है। तपाईहरुले चाहिँ भिडियो द्वारा चाहिँ राम्रोसँग हेर्न सक्नुहुन्छ है, किनकि सबैजना फार्ममा आउन सक्नुहुन्न, कतिपय चाहिँ हैन कतिपय आउनुहुन्छ। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ है, तर हाम्रो फार्म चाहिँ सकेसम्म चाहिँ म भन्छु कि एकचोटि चाहिँ भिजिट गर्नु होला है। अब यो फुलेको फुल चाहिँ ठ्याक्क 1 महिनापछि फल पाक्छ। असारको पहिलो हप्तादेखि चाहिँ पाक्न सुरु हुन्छ साथीहरु है। तपाईहरु सबैलाई स्वागत छ। अनि यसो हैन आउन सक्नुहुन्छ। अनि चाहिँ मैले जानेको बुझेको अनुसार चाहिँ है अब भिडियो बनाउन कोसिस गर्दै छु। तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ। मैले जति सके है त्यति चाहिँ मैले आफ्नो क्यामेरालाई क्याप्चर गर्ने कोसिस गरेको छु है। अनि यदि हैन तपाईहरु चाहिँ प्रत्यक्ष हेर्न चाहनुहुन्छ भने चाहिँ फार्ममै भिजिट गर्न आउन सक्नुहुन्छ है साथीहरु। अरु त के भन्नु है, कुरा यस्तै हो। यदि है तपाईहरु नयाँ यो सम्बन्धी कुनै जिज्ञासा छ भने चाहिँ कृपया भन्नु होला है। अनि तपाईहरुलाई म सकेसम्म चाहिँ त्यो प्रश्नको उत्तर दिने कोसिसमा छु। अनि यो सम्बन्धी काम सम्बन्धी जानकारी आवश्यक छ भने चाहिँ हाम्रो फार्ममा चाहिँ तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। अनि यसको बिरुवा पनि हाम्रो यहाँ चाहिँ उपलब्ध छ है। ल त साथीहरु, आजलाई यति नै है। बाँकी चाहिँ हैन नेक्स्ट अर्को भिडियोमा आउँछ है साथीहरु। सबैलाई धन्यवाद मेरो भिडियो हैन हेरिदिनु भएकोमा। यदि मन पर्छ भने चाहिँ लाइक, कमेन्ट र सब्स्क्राइब र शेयर पनि गरिदिनु होला है त साथीहरु। धन्यवाद।